नेपालमा एयरलाइन सेक्टरको कुरा गर्नुपर्दा एयरलाइन सेक्टर दुई भागमा बाँडिएको छ। त्यसमध्ये एउटा प्राइभेट सेक्टर जो व्यक्तिगत लगानीबाट चलेको छ र अर्को गभर्नमेन्ट सेक्टर जुन सरकारले चलाएको छ। यसमा पनि अझ डिटेलमा कुरा गर्नुपर्दा यसलाई पनि तीन भागमा बाँड्न सकिन्छ। कमर्सियल एयरलाइन्सहरू जुन प्यासेन्जर ओहोरदोहोर गर्न प्रयोग हुन्छ, प्राइभेट एयरलाइन्सहरू जुन स्पेशल पर्पजको लागि प्रयोग भइरहेछन् र आउँछ अर्को गभर्नमेन्टकै मिलिट्री सेक्टरमा पनि धेरै एयरलाइन्सहरू छन्, एयरक्राफ्टहरू छन् जसलाई आर्मीले कन्ट्रोल गर्छ। भिआइपी ट्रान्सफर, इमर्जेन्सी, आपद विपदको बेलामा नेसनल सेक्युरिटीको इस्यु आउँदा आर्मीले प्रयोग गर्नको लागि यस्ता एयरक्राफ्टहरू छुट्याइएको छ। आजको भिडियोमा हामी यी सबै गरेर टोटल गरेर एयरलाइन्सको संख्या नेपालमा कतिवटा छन् त, यिनीहरूको संख्या इनफ छ कि छैन, यसको बारेमा हामी डिटेलमा डिस्कस गर्छौँ। एयरक्राफ्टहरूलाई तिनीहरूको सेपको आधारमा, तिनीहरूको अपरेसनको आधारमा पनि छुट्याइएको छ। एउटा छ फिक्स्ड विङ एयरक्राफ्ट, यो भनेको सामान्य भाषामा एरोप्लेन हो। अर्को छ रोटरी विङ, यो भनेको हेलिकप्टर हो। अब कुरा गरौँ प्राइभेट सेक्टरमा कति एयरक्राफ्ट छन् त नेपालमा। प्राइभेट सेक्टर भन्नाले व्यक्तिगत लगानीमा भएका एयरक्राफ्टहरू जसमा व्यक्तिको लगानी छ, सरकारको लगानी छैन, तर सरकारले तिनीहरूलाई रेगुलेट चाहिँ गर्छ। एयरलाइन्सका प्राइभेट सेक्टरका कुरा गर्नुपर्दा यिनीहरूलाई सामान्यतः दुई भागमा डिभाइड गर्न सकिन्छ। एउटा डोमेस्टिक एयरलाइन्स र अर्को इन्टरनेसनल एयरलाइन्स। इन्टरनेसनल एयरलाइन्स कम्पनीहरू जुन एउटा देशबाट अर्को देशमा जान प्रयोग हुन्छ। यस्तो इन्टरनेसनल सर्भिस दिने एयरलाइन्स नेपालको सेक्टरमा एउटा मात्र छ, त्यसको नाम हो हिमालयन एयरलाइन्स। हिमालयन एयरलाइन्सको संख्याको कुरा गर्नुपर्दा यसका 4वटा एयरक्राफ्टहरू छन्, 3वटा 180 सिट र एउटा 128 सिट। बुद्ध एयरले पनि अहिले रिसेन्टली इन्टरनेसनल सर्भिस दिन थालेको छ। बुद्ध एयर अहिले काठमाडौँदेखि इन्डियाको बनारससम्म यसले अपरेट गर्छ। यी त थिए इन्टरनेसनल चल्ने प्राइभेट सेक्टरका एयरक्राफ्टहरू। अब कुरा गरौँ डोमेस्टिक एयरलाइन्स कम्पनीहरू। डोमेस्टिक एयरलाइन्स नेपालमा बढी चल्ने भनेको बुद्ध एयर, सौर्य एयरलाइन्स, यति एयरलाइन्स, तारा एयर, गुना, श्री, सीता र समिट एयरलाइन्सहरू। अब हेरौँ यिनीहरूको संख्या के कति छ त। बुद्ध एयरको टोटल 8वटा 72 सिटर्स र 3वटा 18 सिटर्स गरेर टोटल 11वटा एयरक्राफ्टहरू छन्। यति एयरको 6वटा 72 सिटहरू छन्, त्यो भनेको टोटल एयरक्राफ्टको संख्या 6वटा मात्र छ। तारा एयर जुन यति एयरलाइनको सब्सिडियरी कम्पनी हो, यसको पनि 5वटा एयरक्राफ्टहरू छ। त्यसै गरी सौर्य एयरलाइन्सको 2टा, श्री एयरलाइन्सको 5वटा र समिट एयरलाइन्सको 2टा। यिनीहरू थिए फिक्स्ड विङ एयरक्राफ्टहरू, हामीले यिनीहरूलाई एरोप्लेन भनेर बुझ्यौँ। अब कुरा गरौँ प्राइभेट सेक्टरको रोटरी विङ एयरक्राफ्ट। यी सेक्टरका एयरक्राफ्टहरूको मेजर पर्पज भनेको टुरिज्म सेक्टरमा छ र अर्को यिनीहरू भिआइपी र प्राइभेट ट्रान्सफरहरूमा पनि बढी प्रयोगमा आउँछ। अब कुरा गरौँ गभर्नमेन्ट सेक्टरको। सरकारी लगानी भएका एयरलाइन्स कम्पनीहरू के कति छन् त नेपालमा र यिनीहरूको एयरक्राफ्ट संख्या कति छ त। इन्टरनेसनल चल्ने सरकारी लगानी भएको कम्पनी भनेको नेपाल एयरलाइन्स। नेपाल एयरलाइन्सको 2वटा वाइड बडी 274 सिट्स र 2वटा न्यारो बडी। यसै गरी इन्टरनेसनली रुट बनाएर चल्ने नेपाल एयरलाइन्सका 4वटा एयरक्राफ्टहरू हुन्। सरकारी लगानी भएका डोमेस्टिक एयरलाइन्सको कुरा गर्दा पनि यसमा पनि नेपाल एयरलाइन्स नै अगाडि आउँछ। डोमेस्टिकली अहिले अपरेसनमा नेपाल एयरलाइन्सका 2वटा मात्र एयरक्राफ्ट छन्। अहिलेसम्म जति पनि कुरा गर्यौँ हामीले यिनी हुन् कमर्सियल एयरलाइन्स कम्पनीहरू। कमर्सियल एयरलाइन्स भनेको प्यासेन्जर एयरलाइन्स भने जस्तै हो, तर सरकारी लगानी भएका नन कमर्सियल एयरलाइन्स पनि धेरै छन्। यी एयरलाइन्स कम्पनीहरू प्रफिट ओरिएन्टेड भन्दा पनि सर्भिसलाई मेजर प्राथमिकता दिएर अगाडि सरेका छन्। यस्ता एयरलाइन्स कम्पनीहरू नेपाल आर्मीद्वारा सञ्चालित छन्। नेपाल आर्मीद्वारा सञ्चालित 15वटा एयरक्राफ्ट चाहिँ अहिले अपरेसनल कन्डिसनमा। यी एयरक्राफ्टहरू मेजोरिटी आर्मीको ट्रान्सफर, भिआइपी ट्रान्सफर, इमर्जेन्सी, आपद विपदको बेलामा बढी प्रयोगमा आउँछन्। अब क्यालकुलेट गरौँ टोटल नम्बर अफ एयरक्राफ्ट कति रहछन् त नेपालमा। नेपालमा टोटल गभर्नमेन्टले चलाउने, प्राइभेट सेक्टरले चलाउने सबै जोड्दा अलमोस्ट 125वटा एयरक्राफ्टहरू अपरेटिङ कन्डिसनमा रहेछ। अब यी एयरक्राफ्टहरू सफिसियन्ट छन् कि छैनन् नेपाल जस्तो कन्ट्रीको लागि भनेर हामीले श्रीलङ्कासँग कम्पेयर गर्न सक्छौँ। श्रीलङ्का जसको जिडिपी नेपालको भन्दा स्लाइटली धेरै छ, यसमा पनि 142वटा टोटल एयरक्राफ्टहरू छन्, जसमध्ये 132वटा सरकारी लगानीका छन् भने 10वटा मात्र प्राइभेट सेक्टरले अपरेट गरेको छ र नेपालको केसमा त्यसको ठ्याक्कै उल्टा छ। नेपालमा टोटल 125वटा एयरक्राफ्ट मध्ये 96वटा पब्लिक सेक्टरका र 29वटा गभर्नमेन्ट सेक्टरका छन्।
आज कुरा गऱ्यौँ कति एयरक्राफ्ट रहेछ त नेपालमा र यी एयरक्राफ्टहरू अरू कन्ट्रीसँग कम्पेयर गर्दा नेपालको केसमा सफिसियन्ट छन् कि छैनन् त। नेपालमा अहिले भइरहेका प्रोजेक्ट सम्बन्धी इन्फर्मेसनमा तपाईँ क्युरियस हुनुहुन्छ भने हाम्रो च्यानलमा गएर चेक गर्न सक्नुहुन्छ। त्यहाँ यस्तै अरू प्रोजेक्ट रिलेटेड धेरै भिडियोहरू छन्। यतिन्जेलसम्म धैर्य गरेर भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद।